साथीहरू अहिले चाहिँ मैले टमाटर टिपेर हेर्नु न यहाँ डोकोमा लाएको छु। हेर्नु है मेरो टमाटर मैले टिप्नु थाले भन्दा पनि मैले अस्ति नै 1 क्विन्टल जति त बेचिसकेँ। तर आज मात्रै मैले तपाईहरुलाई देखाएको। अनि हेर्नु ल यतिको मात्रै हरियो हरियो टिप्नुपर्छ। अनि यतिकै माथि अब बेच्नलाई पठाउनलाई राखेर बेच्नका लागि चाहिँ यतिकै हरियो टिपेर ल्याउनु भन्छ। अनि त्यहाँदेखि यतिकै मात्रै टिप्नुपर्छ। ठ्याक्कै अब दिनै टिप्नुहुन्छ अनि दिनै टिप्नुपर्छ। अनि त्यहाँदेखि अब पाक्न थालेपछि त अब हेर्नु न तल फेदमा ठुल्ठुलोहरू है ठुल्ठुलोहरू पाक्छ। अघि मैले टिपेको यहाँनिर झुन्डिराखेको छ। अघि टिपेको यो ठुल्ठुलोहरू चाहिँ पाक्छ। यहाँ तल मुनिको ठुल्ठुलोहरू पाक्दै जान्छ अनि माथिको मसिनोहरू बढ्दै जान्छ है। आज चाहिँ मैले टमाटर टिपेँ अनि पाक्न थालेपछि पाकेको गर्छ दिनै टिप्नुपर्छ। नत्र भने त अब अलिअलि पठाउनुपर्छ नि त। धेरै पाक्यो भने त गर्मीमा साध्यै हुँदैन फुटिहाल्छ। अनि त्यहाँदेखि दिनै पाक्छ। अब ठ्याक्कै अब एक दिन बेलुका टिप्छु 2 बजीदेखि उता टिप्छु। अनि त्यहाँदेखि यहाँनिर कति छ भने 20 केजी सुरुमा 10 केजी अनि 15 केजी बढ्दै जान्छ अनि 20 केजी अनि यो वारपारसम्ममा एकचोटिमा पाक्दाखेरि 1 मन पाक्छ है। अब अलिक पछि 1 मन पाक्छ। एकैचोटिमा 1 मन टिपिन्छ। यो डोकोमा ट्याप्पै भयो भने 30-35 केजी जाइहाल्छ। टमाटर अनि टिप्न थाले मैले अस्ति नै 1 क्विन्टल जति बेचिसकेँ। तर मैले आज मात्रै तपाईहरुलाई देखाएको है त साथीहरू। अनि टमाटर चाहिँ कसरी केजी छ भन्नुहुन्छ भने 80 रुपैयाँ केजी छ है। 80 रुपैयाँ केजी मात्र रहेछ। अस्ति पोहोर त कोही बेला अब एउटै रेट हुँदैन, कोही बेला 100 पनि पुग्छ, कोही बेला 80। अहिले चाहिँ म 80 ले बेच्दैछु। बढिरहन्छ अब कोही बेला बढ्छ नि कोही बेला घट्छ पनि, एउटै रेट हुँदैन। अनि टिपेर यहाँ हालेको अनि मैले चाहिँ बाल्टीमा टिपेको यहाँनिर अनि टिप्दै यहाँनिर राखेको। अब टमाटर लिएर गजाने भन्दै त्यही भन्न आएकी थिएँ। भन्दै बाई बाई साथीहरू।